फर्मुलेसन है ल। अब के हुन्छ हामीलाई थाहा छ यहाँ यसको टाइप जे पनि होस् हामी एउटा आइडियल लिइरहेको छु दुईटा रिसेप्टर हुन्छ एन र एउटा हैन। अब फर्स्टमा के भन्यो यसको म सिन्थेसिस स्टोरेज कसरी हुन्छ नि किङबाट सबैको युज आइरहेको छ। फर्स्टमा के भनेको थिएँ हामी केही डाइट खान्छौँ या केहीबाट हाम्रो प्रोटिन कोलिनको हुन्छ हाम्रो इसिएफमा हुन्छ एक्स्ट्रासेलुलरमा हैन या बोलोडीमा जेमा होस् हामी कोलिन कहाँबाट फुडबाट प्राप्त गर्छौँ। कोलिन जुन हुन्छ नि हामी चाहिँ खाना खान्छौँ तिनीहरूमा कोलिन पाउँछ त्यो कोलिन हुन्छ हाम्रो यहाँ हैन। अब अस्ति के भनेको थियो माइटोकोन्ड्रिया हाम्रो प्रत्येक जति पनि सेल छ त्यसमा त माइटोकोन्ड्रिया हुन्छ। अब माइटोकोन्ड्रिया यहाँ हाम्रो मानव कि टर्मिनलमा त ओभियसली हुन्छ एउटा यो त पनि एउटा त सेलै हो न्युरोन हो नि फाइबर भनेको एउटा त न्युरोन हो नि फर्स्टमा नर्भस सिस्टमको एउटा न्युरोन हो। यो दुईटा न्युरोनको बिचमा हुन्छ भने के भन्छ हामी सिनेप्स भन्छौँ। र जब दुईवटा एउटा न्युरोन र एउटा मसलको बिचमा आउँछ भने के भन्छौँ हामी जङ्सन। यही बुझ्यो होला एउटा के हो दुईटा सेल छ या दुईटा बुझिहाल्यो बुझ्यो एउटा न्युरोन छ एउटा हाम्रो मस्कुलर सेल छ है। अब यसमा के हुन्छ एउटामा यहाँ दुईटा रिसेप्टर रहेको छ एउटा हाम्रो यहाँबाट जुन एसिएफबाट आयो त्यो के हाम्रो फुडबाट के पायो कोलिन। यो कोलिन हाम्रो एनए इनपुटबाट ट्रान्सपोर्ट भएर एनए कोलिन ट्रान्सपोर्टबाट यहाँ भित्र जान्छ बुझ्यो। अब यहाँ हाम्रो कोलिन आइसक्यो अब हाम्रो माइटोकोन्ड्रियामा के हुन्छ एसिटाइल कोए अब एउटा म इन्जाइम भनेको कुन इन्जाइम भनेको एसिटाइल ट्रान्सफरेज। यो इन्जाइमले के गरिदिन्छ उनीहरूले उनीहरूलाई मेटाबोलिक रिएक्सनबाट के गरिदिन्छ हाम्रो एसिटाइल कोलिन अब यो हाम्रो थाहा छ कि हाम्रो टर्मिनलमा प्रिसिनेप्टिकमा के हुन्छ भेसिकल्स हुन्छ भेसिकल्सहरू हुन्छ नि यो भेसिकल्समा के हुन्छ हाम्रो यो त जानु पर्यो। अब फेरि जस्तै यहाँबाट ट्रान्सपोर्ट भएर जान्छ नि भिएमपिए भनेर एउटा ट्रान्सपोर्टर हुन्छ त्यहाँबाट यहाँ के जान्छ हाम्रो एसिएच यहाँ भित्र जान्छ हैन। यति बुझ्यो नि। अब यति बुझेपछि के हुन्छ मानौँ कि हामीलाई कुनै स्टिमुलस गर्यो हैन या हामी एक्सन पोटेन्सियल जेनेरेट गर्यो। अब एक्सन पोटेन्सियल जेनेरेट भएर हाम्रो